एप्लिकेसनभित्र आइसकेको छु। तपाईँहरू पनि यस्तै गरेर आफ्नो युट्युब एप्लिकेसनभित्र आउनु होला। आइसकेपछि यहाँनिर देख्न सक्नुहुन्छ युको अप्सन छ। यसमा चाहिँ युको अप्सनमा एकपटक क्लिक गर्नु होला। यसमा क्लिक गरिसकेपछि यहाँनिर देख्न सक्नुहुन्छ जुन कि तपाईँसँग अलरेडी कुनै पनि एउटा इमेल आइडी होला, तर चाहिँ नयाँ हामीले क्रिएट गर्नको लागि चाहिँ स्विच एकाउन्ट छ, यसमा क्लिक गर्नु होला। यसमा क्लिक गरिसकेपछि यहाँनिर यो साइडमा रहेको छ प्लसको आइकन, यसमा क्लिक गर्नु होला। यसमा क्लिक गरिसकेपछि तपाईँको चाहिँ कुनै पनि प्याटर्न या लक माग्छ आफ्नो डिभाइसलेमा, जुन अगाडि तपाईँले लक स्क्रिनमा सेट गर्नुभएको लक माग्छ। यसलाई चाहिँ यहाँनिर फिल गर्नु होला र खोल्नु होला आफ्नो लक। सो त्यसपछि यहाँनिर हामीले चाहिँ क्रिएट अकाउन्टमा जानुपर्ने हुन्छ र यहाँनिर चाहिँ यो दुईवटा अप्सन छ, फर माई पर्सनल युज छ, एउटा फर वर्क अर माई बिजनेस भनेको छ। हामीले चाहिँ पर्सनल युजमा क्लिक गर्नुपर्ने हुन्छ। त्यसपछि यहाँ चाहिँ नाम हाल्नुपर्ने हुन्छ। जस्तै तपाईँले आफ्नो नाम हाले पनि हुन्छ, जसको नाम हाले पनि हुन्छ है। मैले चाहिँ जस्ट त्यतिकै हालिदिन्छु। जस्तै एउटा नाम मैले